ओके स्वागत छ तपाईहरुलाई आजको हाम्रो भिडियोमा। आजको भिडियो चाहिँ च्यालेन्ज भिडियो रहेको छ। यहाँ चाहिँ हामीसँग विभिन्न औजारहरू छ। यो औजारहरूको मद्दतले सबभन्दा गहिरो खाल्डो जसले खन्छ त्यसैले जित्छ र विनरको लागि चाहिँ प्राइज छ। प्राइज लास्टमा हेर्नुहुनेछ के प्राइज छ भनेर। ल सुरु ए भाइ जित्छु च्यारानु अहिले त मैले नै जित्ने तपाईले यहाँ लकी ड्रो हुन्छ लकी ड्रो हुन्छ लकी ड्रो। भाइ यस्तो हुँदैन मैले नै जित्ने हो यार। ल तान्नु तान्नु पिठा तान्नु म तान्छु है तान्नु 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 अब देखाउँछु चम्ची परोस् चम्ची कोदालो कोदालो सानो पर्यो यार तर ल त्यो पनि ठिकै हो। चम्ची तपाईलाई के पर्यो के स्क्रू ड्राइभर कोदालै सही ल कोदालै सही भयो। म त लागेको 30 मिनेट हाम्रो टाइमर टाइमर चाहिँ दिनै बिर्सेको क्या। ल टाइम स्टार्ट गर्छ नि फेरि ल ल ल ल त्यहाँ स्टार्ट गर। स्टार्ट भयो ल 3 2 1 गो भन्न गो गो। यो त के हो 30 मिनेट टाइम चाहिँ हामीसँग लिमिटेड छ। ल ओए कोदालो ओए चिटिङमा चिटिङ झम्बल उता राखेर आउनु झम्बल उता राखेर आउनु झम्बल उता राखेर आउनु। अनि यो पनि परेको हैन परेको स्क्रू ड्राइभर परेको छ ल्याङ गरेर हुन्छ। भाइ कति खर्च अहिलेसम्म चाहिँ सबभन्दा राम्रो मलाई नै परेको छ क्या। कोदालो देख्दै छु क्या म। यो त भाँच्रै दिनु न अहिले भाँच्यो भने त फेरि पैसा पुऱ्याउँछु। पैसा पैसा ल्या ओए ल्या राम्रो परेछ आयो हुन्छ ल केटाहरु छैन आज चाहिँ म नै जित्छु। गाइज मैले चाहिँ यति भनिसकेको छु। मलाई लाग्छ अहिलेसम्म त मै अगाडि चाहिँ किनभने कोदालो पाएर पनि मैले जितिनँ। अन्त के भयो म चम्ची लाएर पनि यति नै खनिरहेको छु त्यही पनि म नै जित्छु मलाई थाहा छ। जित्नु ल। म आज हराएरै जान्छु। हाम्रो टाइम चाहिँ लिमिटेड छ 30 मिनेट मात्र। गाइजहरु स्क्रू ड्राइभर साला खनेको खनै छु। अनि अर्को जित्ने मैले नै हो। अहिलेसम्म लगभग हिमाल जति अट्ने खालको खाल्डो चाहिँ मैले बनाइसकेँ हैन। के बोले भाइ हिमाल जति अट्ने खालको खाल्डो चाहिँ मैले बनाइसकेँ। यो पनि अट्छ गाइस। अनि अर्को कुरा गाइज अब हामीले अर्को औजार चाहिँ 10 मिनेट पछाडि मात्रै मिल्छ। ए अर्को उजल लियो यार 10 मिनेट पछाडि मात्रै 10 मिनेट पछाडि औजार पाउने भनेको मैले के पाउँछु थाहा छ? म त झम्पलो तँलाई पानी बसी तँले पानी पानी पनि औजारै हो। उजा त हुन्छ ओए ओए मेरो एउटा खुट्टा नि हट्दैन। तिम्रो त्यो हड जस्तो बनाएको थिएँ मैले यसरी नै खनिन्छ त के गर्नु त। अहिले अलिक ठुलो बनाउनुपर्छ यार। अलिकति बेलचा हट्दैन। के गर्नु त यहाँ मैले बेलचा पाएँ भने त हुन्छ। यी एकैछिन मात्रै अब मैले पम्प चाहिँ दिन्छु नम्बर झम्पालले पनि एउटा उयो हात अट्ने त बनाउनु पर्छ। वर्ष नि त कहाँ सिधा आएको छैन हुँदैन। म त यति मात्रै खन्ने छु अब फिक्स हिमालमा अट्नुहुन्छ है यति माथि। गाई चाहिँ हेर्नु न यो नाच्यो। अब म यत्तिकै दिन्छु। यो त बढेकै छैन यार मेरो गाई जति गर्दैछु बढ्दैन 5 मिनेट मेरो त 5 मिनेट पुग्यो। ओए 5 मिनेटले इन्च टेपले नाप्ने हो बाबु अनि नाप्ने त नि गाई त्यो चाहिँ अहिलेसम्म दुनियाँकै सबैभन्दा ठुलो दुलो रहेको छ। म त आज यति खन्छु कि पानी निकालिदिन्छु पानी यहाँबाट। पानीको अब कसलाई छ भन्नु होला है। म पानी निकाल्न लागेको छु आज यसो ओए म निकाल्छु ओए कम्तीले त खान्छ दिनु हाम्रो चाहिँ भर्खर 5 मिनेट भएछ। अब 5 मिनेट अर्को 5 मिनेट पछाडि मात्रै हाम्रो औजार मिल्छ। ओए नै 5 मिनेटमै नानी अब 5 मिनेट खनिराख्नु पर्यो भाइ। हुँदैन 5 मिनेटमै 30 मिनेटको च्यालेन्ज छ भिडियो। 30 मिनेट त कम भयो यार 1 घन्टा 1 आवर 1 आवर त धेरै हुन्छ। 30 मिनेटमा त मैले यति नै खन्दिनँ यार यो चम्ची बार इसका बार
गाइज हेर्न सक्नुहुन्छ यहाँ हाम्रो 10 मिनट चाहिँ सकिसकेको छ अब हामी फेरि अर्को नयाँ औजार लिन्छौँ गएकोमा त्यहाँ छिटो उठाउनु न पाउनु भने लानु न भनिरहेको छु त यही नै हो ओइ चिट किन उठाइराख्नु स्केल मेरो त स्केल ठिकै फेरि त त्यही चम्ची तपाईँ छिटो तान्नु लु जे पाउनु छिटो टाइम गइ नै रहेको छिटो जानु खन्नलाई सोबेल बेल्चा त्यही नै पर्यो यार त्यसमा बाबा सो साथीहरू मैले चाहिँ बेल्चा पाइसकेको छु अब म खोइ मेरो पछिल्लो पहिला सो गाइस खाँदा दिमाग खराब भइसक्यो अब चाहिँ यसो गरेर माटो पनि निक्लिन मान्दैन होइन अब यसरी खन्ने हो यसलाई सुरुमा होइन अनि यो माटो निकाल्न नि मैले के गर्नुपर्ने भनेर सुत्नुपर्ने अवस्था आएको छ पहिला हाई गर्मी मैले गाँड फटिहालेको छ यसले ए के फाटेछ ये चम्ची यो के हो यो स्क्रूड्राइवर ये भिकले मुझे दिया है ये साला गाइज मेरो चाहिँ यति भइसकेको छ औजार पनि केही छैन यो पाएको थियो नि भाँच्यो त्यो पछाडि यो स्केल नि बाङ्गिसक्यो बहिनीहरूले भाँचिन बेर छैन देख्दैछु 5 फिट बनाइसकेँ मैले 5 फिट हेर्न सक्नुहुन्छ होइन ल त्यही हो मैले 15 फिट बनाइसकेँ मैले पुछ खाली बाट्नु गहिरो बनाइसकेँ त्यो दुबईको बुच खली भए चाहिँ म यहीँ ल्याएर हाल्छु होइन हेर्न सक्नुहुन्छ गाइज म सकेको छैन यो गरेर सबभन्दा लास्टमा रेसको सबभन्दा पछाडि चाहिँ मामा नै हुनुहुन्छ क्या हामी दुईजना बिचमा लगभग बराबरै चलिरहेको छ मलाई झम्पल चाहियो यो खन्नलाई 19-20 करोड़ का फर्क है 19-20 का फर्क है ये किसने बोला इधर देख गाइज आउँछ हामीसँग लास्ट 3टा औजार बाँकी छ अब यो लिन्छु गाइज तपाईँको लिने चिट लिइसक्नु भएको खोइ अर्को चिटै छैन त यहाँ चाहिँ जिताउ खोइ यो च्यालेन्ज गर्ने नि क्या चिट ओ कुन चाहिँले खोलेर हेरे जस्तो छ यस्तो हुँदैन च्यालेन्ज गर्ने यी ठुलो भन्दा च्यालेन्ज गर्ने हुँदैन के छ यो कुन चाहिँले खोलेर हेरिसकेको थियो के छ च्यालेन्ज च्यालेन्ज ठुलो च्यालेन्ज यसो ल के गर्ने भन्नु छिटो च्यालेन्ज 2 1 गो 1 2 3 4 5 6 7 8 9 10 11 30 सेकेन्ड है 12 30 सेकेन्डमा 13 14 15 16 17 17 18 ओए 18 19 20 एकचोटि झाल मारौँ न त 20 21 22 ल तपाईँ जानु ल मामाले चाहिँ हामीलाई 23 को टार्गेट दिइसक्नु भएको छ ल मेरो चाहिँ दुईटै हात भाँचेको छ त्यही भएर म ट्राई गर्छु ए दुईटै हात भाँचेको छ ल 3 2 1 गो 1 2 पुरा 3 4 5 6 7 8 9 10 अलि भएन 11 12 13 14 15 16 ला जित्नु नै 17 18 19 20 21 22 तपाईलाई जित्दिनु 23 24 25 26 27 28 29 30 31 ल स्टप 33 को टार्गेट 33 को टार्गेट आम्म ए झम्पल मेरो भयो 3 2 1 स्टार्ट भएन यो त गर 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 ए त धेरै भएन 30 धेरै माथि भएन ए लु 31 32 33 ले जिते नि भाइ झम्पल गयो तिमीहरु नुबडाले मलाई चाहिँ टाइमको सेकेन्डै कम दिए जस्तो ए लाग्यो त 30 सेकेन्ड नै तपाईलाई पनि ल 3 2 कस्तो पानी हो पानी तपाईले हार्नु भयो तपाईको अनि कस्तो पानी हो खाने पानी हो त्यो खाने पानी हो सो गाइस त्यता हेर्न सक्नुहुन्छ मैले चाहिँ पानी पाएको छु यी बुढाबुढीहरुका अगाडि अब पानी खानु पर्यो पानी त दिदैन यार पानी दिएन मलाई आइसा अब हामीसँग चाहिँ लास्ट च्यालेन्ज चाहिँ लास्ट 10 मिनेट बाँकी छ जसले जित्यो सक्यो ए टाइमर अन मैले चाहिँ यहाँ पानी भेटाइसकेको छु हेर्न सक्नुहुन्छ फाइनली पानी निकालेको छु यहाँ हेर्न सक्नुहुन्छ यति
यति गहिरो बना बैंकर वाली हालत खराब होला हो रही है तिनीहरू दुईजना भन्दा त मेरो अगाडि नै छ होइन जे होस् मैले 15 लाखको च्यालेन्ज हेरे हो 15 लाख जित्ने मैले नै हो हिरा तेरो पनि पुगेको एउटा पुग्यो नि अडिसक्यो छिटो तपाईँ आफ्नो हेर्नु न अरूको के हेरिरहेको तिनीहरुको जित्छु नि सबै बिस्तारै गरे बिस्तारै गरे त्यस्तो चलाउनु गर्दैन त्यस्तो गरेको थिएन 40 जति हाल्थे किन हाल्नु गर्नु त ल गयो फेरि घट्यो त त्यत्रो लामो भएको गाइज हेर्नु मैले चाहिँ दिमाग लाग्यो क्या झम्पल पायो अब यस्तो गहिरो लग्दैछु क्या यो चाहिँ जहाँसम्म मिटर छिन्छ त्यहाँसम्म नाप्ने हो क्या त्यही भएर यति भइसकेको छ मेरो अरूको कति भयो थाहा छैन मलाई म देख्दैछु एउटा भात छिटिसक्यो गाइज म हार्दैछु सुरुमै सानो सानो छिट मिलो चम्ची अर्को यो हातै मिलो गाइज त्यही भएर म हार्दैछु सो गाइज मैले चाहिँ पोल्दैन बेल्चा पाएको भएर सजिलो भयो अहिलेसम्म चाहिँ टपमा मै हुनुपर्छ जसम्म लाग्छ निकाल्ने अप्ठ्यारो भयो अब चाहिँ यसरी निकाल्नु परिरहेछ पसिना हाई गरेँ टाइमर सकिन आँट्यो 30 मिनट भइसकेको छ स्टप जो जति दिन्छ त्यतिमा रोकिनु रोकिनु माटो साटो केही नि गर्नु पाउँदैन झाडिन अरे जो जति त्यतिमा स्टप छोड्नु ल अब चाहिँ म मिटर लिएर आउँछु नाप्नको लागि गाइज म चाहिँ मिटर लिएर आइसकेको छु सबभन्दा सुरुमा चाहिँ हिलरमा आएको नापौँ कहाँ हिमालको ए हिमालमा आएको त के बेजत गर्न सुरुमै नाप्नु हौ ड्रागोलमा त ल यहाँदेखि छ ठ्याक्कै 1 फिट 13 इन्च 13 इन्च छ ल हिँड्दा आएको छु अब कहाँ तिम्रो चुलाउनु मेरो लास्टमा आम्मामा ज्याङको छ त यार 41 इन्च फेरि 41 इन्च हेर्नु न नभचाउनु न सिधा इ 41 41 2 इन्च घटाएका क्या गाइस हेर्न सक्नुहुन्छ 2 इन्च घटाए यसले धिरेन त्यति नै कहाँ अझै गहिरो छ त्यो झम्पल गाडी छिराउने त्यस्तो पाइदैन जति छिरो त्यति नै हो हाल्यो छि गाइज मिनट चाहिँ हालिसकेको छ हेर्न सक्नुहुन्छ 17 हिमाल मामा र हामी मामालाई यहाँ पुर्दिने वाला थियो पुरा पुरा खाँदा खुट्टा भुइँमा भाइ यस्तो हुँदैन किन हार्नुमा भनेको थियो सो गाइज हिमाललाई चाहिँ हामीले पुरिसक्यौँ होइन सेकेन्ड भए फर्स्टको प्राइज चाहिँ तपाईँले देख्नु नै भयो हिमालमा थर्ड हुनुभयो र हिमालमालाई हामीले पनिसमेन्ट दिइसक्यौँ म सेकेन्ड भएँ सेकेन्डलाई केही पनि थिएन राम्रै भयो अब फर्स्टको लागि चाहिँ हामीसँग 1 2 3 एकछिन दिँदैछु त गर्न नि नपाउनु के साह्रो हतार 3500 600 700 यो 50 रुपियाँ मेरो गोजीमा 700 3700 रुपियाँ प्राइज दिँदैछु कस्तो राम्ररी हुन्छ यो 50 रुपियाँ के 50 रुपियाँ ल छोड्नु न अब यसो फोटो खिच्नु पर्यो हैन ल छोड्नु न फोटो खिच्नु पर्यो न छोड्नु ल यदि हाम्रो फोटो कार्यक्रम गर्दैछ नि 3700 रुपियाँ 750 3700 क्यामेराम्यान भन्न नि कस्तो अप्ठ्यारो हो क्या 3700 फोकस गरौ ल मलाई प्राइस देखाएर 1 रुपियाँ 2 रुपियाँ 3 रुपियाँ 4 रुपियाँ 5 रुपियाँ 6 रुपियाँ 7 रुपियाँ प्राइस देखाएको छैन होइन बाँच्यौँ भने हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ भन्दै आजलाई यति नै बाई बाई टाटा सी यू लेटर